हेलो साथीहरू। आज चाहिँ बिहानीको सुरुवात बाख्रा सारेर गरौँ ल। हस् छोरा हुन्छ ल। बाख्रा सारौँ है त। घाँस टङ्गाउँछु म अब बाख्रालाई पहिला। यो घाँस चाहिँ मैले हिजो बाबुसँग ग्वाला गएर भिरमा गएर काटेर लिएर आएको घाँस हो है। अब बाख्रालाई टङ्गाउनु पर्छ। यी हेर्नु साथीहरू, घाँस पनि टङ्गाइदिए। अब म चाहिँ बाख्रा वार पारेर लिएर आउँछु बाहिर ल। हेर्दै जानुहोस्, तपाईँहरू हेर्दै जानुहोस्। फाइनली साथीहरू बाख्रा पनि सारिसक्यो ल। हेर्नुहोस्, हाम्रा बाख्राहरूले मजासँग घाँस खाइरहेछन्। जियोस्, अब मैले लिइदिएको घाँस हो नि त, खाइरहेछन् केही पछाडि टक्क लाएर। यस्तो खाइदिए पो घाँस काट्ने पनि मजा आउँछ होइन। बाबुसँग धौलिदिएको घाँस नखाएपछि त फेरि मेरो त लाट रिस उठ्छ नि फेरि, होइन र? ओ